म चाहिँ केकको आश गरेर बसेको थिएँ अरे ल। अहिले चाहिँ हामी अब कल्चरको ब्राइडको प्रिपरेसन गर्दैछौँ, बेलुनहरू फुलाउने डेकोरेसनहरू गर्ने काम गर्दैछौँ। अनि यो चाहिँ हाम्रो कल्पे आइपुगेको छौँ, जोडी उहाँको हुनेवाला। यहाँ हामीले हल्का फोटोसोटो खिच्यौँ अनि त्यसरी यो बेलुन सेलुन फुलायौँ डेकोरेसन गर्नको लागि। ब्राइड आफै पनि पुरै डेकोरेसन गर्नको लागि रेडी हुनुहुन्छ। बिचमा हाम्रो कल्पो आउनुभन्दा अगाडि एकछिन हाम्रो यसो स्न्यापच्याटको फिल्टर लगाएर यस्तो कमेडी गऱ्यौँ। अनि यो चाहिँ हाम्रो नन्दिता म्यामले यो बेलुन सेलुन फुलाएको माथिबाट भिडियो गर्दै हुनुहुन्थ्यो। भर्खर स्टार्टिङ गर्दैछौँ हामीले। के हो ल्याप्समा थाहा हुँदैन, टाइम ल्याप्समा राख्दिन। त्योभन्दा अगाडि चाहिँ हामीले यसो माथि बसेर खाजा साजा खाएको थियौँ। त्यहाँनिर एकदम राम्रो भ्यू देखिन्थ्यो यहाँबाट। यो चाहिँ कल्पे आइसके पछाडि चाहिँ हामी कल्पेको ब्राइड टु गइरहेको थियौँ। ब्राइड यो चाहिँ मदर हो, यो चाहिँ अस्ति भर्खरको ब्राइड हो, यो चाहिँ हुनेवाला ब्राइड हो। म चाहिँ उस्तै हो मेरो चाहिँ।